यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। कति मानिसहरू, कति साथीहरू, मित्रहरू भन्नुहुन्छ है, हामीले पापै गरेको छैन, मैले के पाप गरेको छु र भनेर भन्नुहुन्छ है। किनकि मानिस चाहिँ जन्मिँदै पापी छ। सृष्टि गरिएको पहिलो व्यक्तिको कारणले गर्दाखेरि, सृष्टि गरिएको पहिलो व्यक्तिले चाहिँ परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारणले गर्दा, उसैको सन्तान हामी भएको कारणले गर्दा हामी सबैजना पापी छौँ, जन्मिँदै पापी छौँ मित्रहरू है। यदि हामीमा पाप छैन, हामी पापी छैनौँ भने हामीले आफूलाई धोका दिन्छौँ र यसमा कुनै पनि सत्य हुँदैन मित्रहरू है। 1 यूहन्ना 1:8 यसरी लेखेछ, यदि हामीमा पाप छैन भने हामी भन्छौँ भने त हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन है। हामीमा सत्य हुँदैन। हामीमा पाप छैन भन्यो भने चाहिँ आफैलाई धोका दिन्छौँ र हामीमा कुनै पनि सत्य कुरा हुँदैन मित्रहरू। हालेलुया। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर प्रभु येशू ख्रीष्टको जय होस्।